वेलकम ब्याक टु माई अनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आजको भ्लग चाहिँ मैले यति तातो घाममा हो अल्छी लागिरहेको छ त्यही घर बनाएको। अनि तपाईँहरूलाई आई होप सबैजना मजा हाल्नु गर्दै हुन्छ। बिरमा लगेको सुँगुरलाई चार लगिदिनु भयो क्या। ओ जिरे भाइ जिरे नानीले भाइलाई चाहिँ अब सबैबाट पढाइदिएर भन्नु लाउनु भएको थियो। भाइजू जिरे तल आइसक्यो। रक्सी छ होइन, रक्सी एक सेर अनि त्यसो एक लिटर किन्नु गएको मात्रै जाँदैछ। के बिर्सिनु हजुर? मेरो भिडियोमा आउँछ है फेरि युट्युबमा हालिदिन्छ है फेरि म। ल अनि हजुरलाई घर आउनु बसिसक्नु भएको छ होइन। म त्यसमा जाँदैछु अनि हामी जानु पनि छु माथि हो। अब एकचोटि दोकानबाट आउँदाखेरि भेट्नु पनि छ। अहिले चाहिँ म घर आइसकेको छु अनि के भन्छ मामी? ल ल मेरो रक्सी खाने गाई चाहिँ हेर्छु उहाँहरू नि हो। ल आमा के छ खबर? ल रक्सी खानुहोस्, जिग्रिङ मोटाउनुहोस्। मम्मीहरू रेडी गरेर हो टक्क रेडी भइसक्नु भएको छ। अनि मैले चाहिँ लिएर आइदिएको, मलाई चाहिँ केही पनि पाइएन होइन, मलाई चाहिँ केही खाइनँ, एक्लै खाने भयो, मलाई चाहिँ केही खुवाउनु भएन। लु भन्नु त लु भन्नु अनि अरू जीवन सर सबैजनालाई वेलकम छ मेरो नयाँ भ्लगमा आफ्टर लङ टाइम। म त खाँदैन हजुरआमा, म त खाँदैन। खानु नानी आमा हेर्छ आमालाई हालिदिन्छु नि भिडियो। खाने अनि कसँग यहाँ चाहिँ दुईजनाले मात्रै खानुहुन्छ हो रक्सी चाहिँ। एक सेर लिएर आएको थियो रक्सी, जो दुईजनाले खाइसक्नु भएको छ। अन्त हामी यस्तो गरेर बस्नुपर्ने हुन्छ घरतिर, कामसाम छैन। अनि अलि एकछिनमा हामी चाहिँ बाख्रा चलाउनु मिल्छ। अनि मेरो माइफी नचलेर हो यसरी सुत्दै बसेको मान्छेहरू। अनि म पनि अब नेट नचलेर त्यत्तिकै डुली हिँड्दैछु। आज भिडियो पनि त्यो नेट नचलेरै बनाएको मैले। सो आफ्टर लङ टाइम भ्लगमा चाहिँ हल्का नर्भस चाहिँ भएको छैन र पनि ठिकै छ। अनि आजको वेदर चाहिँ एकदम बब्बा छ क्या होइन, एकदम बब्बा छ क्या, एकदम निलो आकाश होइन। अहिले त लागिसकेको थियो, यहाँ लागिसकेको थियो बादल। अनि यतातिर चाहिँ टक्कसँग कस्तो दामी छ क्या भ्यू। आजको भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले। त्यो तलको चाहिँ मेरो घर हो। अनि लुक एट द भ्यू अफ द फेस, यो चाहिँ आमाहरूको घर हो होइन। सो अनि घाम चाहिँ यता सिधै छ, सबैजना आरामले बसिराख्नु हुन्छ घरतिर। अनि म चाहिँ अहिलेसम्म बाख्रा चलाउनु जानुपर्ने हुन्छ। त्यही बस गाउँघरको बस्यो भने यस्तै गाई छ कसैले बस्यो हुन्छ, बस्यो हुन्छ बिहानभरि काम, त्यसपछि एकचोटि गोठालो गयो हुन्छ हाम्रो चाहिँ। अनि कस्तो छ तपाईँहरूको के कस्तो कसरी बितिरहेको छ दिनहरू कमेन्ट गर्न नबिर्सिनु होला। अनि हाम्रो मकैहरू चाहिँ ठुलो भइसकेको छ, अब 1-2 महिनामा खानलाई रेडी पनि हुन्छ। ल गाइजहरू भ्यू हेर्नुहोस्, मजा लिनुहोस्। अनि आजको भिडियो चाहिँ म बनाउन चाहन्छु किनकि मैले आफ्नो लङ टाइम बनाएको भिडियो है। त्यसले अब घरिघरि युट्युबमा भिडियोतिर पनि हाल्नु पर्नुहुन्छ होइन। युट्युबमा अब भिडियोमा हालेको पनि थुप्रो भएको छ। सो लाइक शेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला, माया र सपोर्ट देखाइदिनु होला। भन्दै आजको
ब्लग एन्ड गर्न चाहन्छु। धन्यवाद।